मैले आजभोलि प्राय कन्ट्रोभर्सियल टपिकहरुमा बोल्ने गरेको छैन, तर आज निकै नै अति भएर बोल्दैछु। हिजो भएको विराटनगर किङ्स र जनकपुर बोल्ट्सको म्याचको अन्तिमतिर जनकपुरले हार्दै गर्दाखेरि अर्थात् विराटनगरले जितिरहेको समयमा जनकपुर बोल्ट्सका केही फ्यान्सहरू एकदमै अराजक फ्यान्सहरूले लगाएको यो नारा सुन्नुहोस्। देशको कानुनले निर्दोष साबित गरिसकेको एकजना व्यक्ति, उच्च अदालतबाट सफाई पाएको एउटा राष्ट्रको गहना राष्ट्रिय खेलाडीलाई खेल मैदानमै गएर यसरी अपमान गरिनु, यसरी बेइज्जत गरिनु, त्यो एकजना व्यक्ति, एकजना खेलाडी सन्दीप लामिछानेको लागि मात्रै बेइज्जतको कुरा, अपमानको कुरा नभएर समग्र नेपालको कानुनको धज्जी उडाइएको, नेपालको कानुनको अपमान गरिएको, अदालतको मानहानि गरिएको। यदि यो विषयमा क्यानले अथवा सम्बन्धित निकाय जो जति छ त्यसले एक्सन लिँदैन, यी अराजकहरूलाई, यस्ता अराजक अपराधिक मानसिकता भएकाहरूलाई कारबाही गर्दैन भने भोलि बिहान खेल मैदानमा गएर खेल्ने हिम्मत कोही पनि खेलाडीले गर्दैन। कोही खेलाडीमाथि आरोप लाग्नु कुनै ठुलो कुरा होइन, खेलाडीमाथि मात्रै होइन, नेताहरूमाथि, कलाकारहरूमाथि, जुनसुकै व्यक्तिहरूमाथि पनि जुनसुकै प्रकारका आरोपहरू लाग्न सक्छन्। तर कानुनले नै त्यो आरोपलाई खारेज गरिदिएको छ, कानुनले नै त्यो व्यक्तिलाई निर्दोष साबित गरिदिएको छ भने त्यो व्यक्तिलाई पटक पटक आफ्नो पक्षमा खेल भएन अथवा आफ्नो टिमले जित्न सकेन भन्ने रिसले, भन्ने इगोले कोही व्यक्तिको, कोही खेलाडीको, कोही कुनै गहनाको अपमान गर्न पाइन्छ? होइन, यी मधेसका साथीहरूको दिमागमा के साह्रो गोबर भरिएको, यिनीहरूलाई के साह्रो मानसिक रोग लागेको। आफ्नो टिमले जितेन अथवा अपोजिसनवाला टिमले जित्यो भन्दैमा उसको व्यक्तिगत चरित्र हत्या गर्न पाइन्छ, उसको बेइज्जत, उसको बदनाम गर्न पाइन्छ? कानुनले सफाई दिइसकेको, कानुनले निर्दोष साबित गरिसकेको एकजना राष्ट्रको खेलाडीलाई यसरी अपमान गरेर तिमीहरूको आहार मेटियो, तिमीहरूको भोक मेटियो, तिमीहरूले जित्यो? लाज शरम छैन अलिकति? 2-4 क्लास पढेको छौ कि छैनौ? मैदानमा खेलिराखेको एकजना खेलाडीलाई बाहिरबाट यसरी बेइज्जत गर्दाखेरि तिमीहरूको मनमा अलिकति चिसो पसेन? यदि सन्दीपको ठाउँमा तिमीहरू भएको भए के हुन्थ्यो? आरोप लाग्दैमा कोही व्यक्ति अपराधी हुन्छ? आरोप लागेर उता निर्दोष साबित भइसकेको व्यक्ति, उसको विगतलाई कोट्याएर जबरजस्ती 20 लाख यदि त्यो केटीको ठाउँमा तिमीहरू